हेलो गाइज, सबैलाई मेरो नमस्कार। म चाहिँ आज राधिका दासी भन्ने पण्डितको जिउको चाहिँ म भिडियो रियाक्सन गर्न गइरहेको छु। कस्तो लाग्छ सबैले हेरेर प्रतिक्रिया गर्न होला। हरिर नामैव केवलम कलौ नास्तैव 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 गतिरन्यथा। है कलिकालमा भगवान नाम 3 पटक भन्नुभएको छ। है हरिनाम हरिनाम हरिनाम, भगवान नाम कीर्तन गर। है कलियुगमा जे गर्न चाहे पनि कहीँ न कहीँ दोष भेट्नुहुन्छ अरे, कहीँ न कहीँ दोष हुन्छ। खाने अन्नमा दोष छ, लाउने वस्त्रमा दोष छ, कहीँ न कहीँ दोष छ। सच्चा धनले किनेको नहुन सक्छ, कहीँ न कहीँ दोष हुन सक्छ। त्यही भएर त गुरुजनहरू पहिले भगवानलाई चढाउनुहुन्छ अनि आफू लिनुहुन्छ। लाउने वस्त्र पनि पहिले भगवानलाई छुवाइदिनुहुन्छ अनि आफू लाउनुहुन्छ, दोष नहोस् भनेर। खाने अन्न पनि पहिले तुलसी छोड्नुहुन्छ अनि बल्ल पान गर्नुहुन्छ, प्रसाद होस् भनेर। त्यही भएर कलिकालमा भगवान नाम पुरा स्कन्द पुराण सुन्नु, 18 पुराण सुन्नु, 4 वेद सुन्नु, उपनिषद सुन्नु, सब सुन्नु। तर म एउटा अनुरोध गर्छु, भगवान नाम नछोड्नु, भगवानको नाम मुखबाट जपिरहनु। हजुरहरूले याद गर्नुहोस् त, गुरुजनहरू हातमा माला लिएर हिँड्नुहुन्छ हो कि होइन? माला जाप गरिरहनुहुन्छ ताकि अन्तिम श्वासमा पनि भगवान नाम निस्कियोस्, कुनै न कुनै मन्त्र उच्चारण होस्। त्यो अन्तिम समय पनि खेर नजाओस्। के थाहा हाम्रो अन्तिम श्वास कुन भन्छ? भित्र गएको बाहिर नआउन सक्छ, बाहिर आएको भित्र नजान पनि सक्छ। त्यही भएर अन्तिम क्षण जीवनको टुङ्गो छैन। है त्यही भएर अहिले नै गरिहाल, समय छँदै गर, नकुर भोलि गर्छु, पर्सि गर्छु, यो उमेर पुगेपछि गर्छु, जागिर छोडेपछि गर्छु। जीवनमा आनन्द त कहिले छैन। हजुर कक्षा 1 मा पढ्ने विद्यार्थीले 1 पास भएर 2 पुगेपछि आनन्द भन्ला, 2 पास भएर 3 पुगेपछि आनन्द भन्दा भन्दै 10 पुग्छ। अब एसई दिएपछि त सबै सक्यो काम भन्छ। त्यो सकेपछि त 12 मा झन्डुलो परीक्षा आइहाल्छ। त्यो 12 सकिसकेपछि त अब पढाइ सक्यो भन्ला फेरि ब्याचलर आइपुग्छ अगाडि। अब यो त पास गरौँ, मास्टर अगाडि आइपुग्यो। अब त्यसपछि जागिर छैन, जागिर खोज्न जान्छ, जागिरमा प्रमोसन खोज्न थाल्छ। भोलि प्रमोसन होला कि अब योभन्दा कहिले तलब बढ्ला, अब उपयुक्त वर वधु भेटिएला कि नभेटिएला कि, सन्तान, अब विवाह त भयो, सन्तान होला कि नहोला कि, भए पनि राम्रो हो कि नराम्रो हो, जन्मिहाल्यो। अब त्यसको जिन्दगी फेरि सुरु भयो। अब पहिले आफू जुन फेजबाट आएको थियो अब फेरि उसको सुरु हुन्छ। त्यही भएर जीवनमा छ नि, अब आनन्दको क्षण आउला भन्ने यो भौतिक संसार यो चलचित्रले दिँदैन। हजुर आनन्दको क्षण खोज्न त भगवान शरणमै मात्र मिल्दछ, अध्यात्ममा मात्र मिल्छ। है त्यही भएर त भगवानलाई सच्चिदानन्द रूपाय, भगवानलाई सत्य चित्त आनन्दको रूप भनिएको छ। सच्चिदानन्द रूपाय, भगवान त सत्य हुनुहुन्छ तर देखिनुहुन्न। जे देखिन्छ त्यो सत्य छैन। मृग तृष्णा जस्तो चर्को घाम लागेको छ, रोडमा यात्रा गर्दै हुनुहुन्थ्यो, पर हेर्दा पानी भरिए जस्तो देखिन्छ, टिलपिल 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 टिल। याद गर्नुभयो? त्यो रोडमा रोड तातेको बेला अलि परबाट हेर्नु भने पानी जस्तो देखिन्छ कि रोडमा, हिँड्दै हिँड्दै त्यहाँ पुग्नु भने पानी नै हुँदैन। त्यस्तै हो यो जीवनमा पनि। अब यहाँ चाहिँ आनन्द मिल्छ, त्यहाँ मिल्छ, त्यहाँ मिल्छ, त्यहाँ मिल्छ गर्दा गर्दै जीवनै अन्तिम क्षणमा आएपछि बुझ्छन् कि आखिर श्रीकृष्ण रहेछ एक भनेर लक्ष्मीप्रसाद देवकोटाले अन्तिममा भन्नुभयो। अन्तिम समयमा भगवानको याद आयो। हामीलाई पनि जब जब आपत पर्छ नि बल्ल भगवान याद आउनुहुन्छ। समय छँदै, उमेर छँदै, बल छँदै। आमा त्यो वृद्ध अवस्थामा त आमा राम भन्नु न, राम हुन्छ क्या, दाँतै हुँदैन, कोसिस गर्दा पनि आउँदैन। अन्तिम समय आमा प्राण जान लागिसक्यो, नारायण भन्नु, अब नारायण होइन, सबै आएछन्, कान्छो छोरो त आइपुगेकै रहेनछ। अझै पनि आसक्ति छुट्दैन। हजुर
वेद व्यासजीले स्कन्द महापुराणमा एउटा कथा आउँछ, यही पुराणमा। अब पुराण त मैले राम्रोसँग वर्णन गर्नै पाएको छैन, साँच्चै भन्नुपर्दा थोरै 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 गर्दै अगाडि बढ्नु परेको अवस्था छ। यहाँ एउटा पुराणमा एउटा कथा आउँछ। श्री व्यासजी महाराज अत्यन्तै प्रकाण्ड विद्वान हुनुहुन्छ, जसले किराको, पक्षीको, वृक्षको पनि। ल है गाइज, आजलाई चाहिँ यति रियाक्सन गरेको छु। अब अरू भिडियोहरू आउनेछ। हस्त, धन्यवाद।